नमस्कार। भोलि आइतबार 24 गते कामिका एकादशी। यदि तपाईँले कुण्डली देखाउने क्रममा हजुरहरूलाई गुरुहरूले हजुरलाई त पितृदोष छ, यस्तो उस्तो छ, पितृको कारणले हजुरले प्रगति गर्न सक्नु भएन आदि इत्यादि भन्नुभएको छ भने भोलिको एउटा अचुक उपाय बताइदिन्छु। यदि त्यो उपाय गर्नुभयो भने तपाईँको पितृदोष पितृऋणबाट सधैँको लागि मुक्ति मिल्नेछ। भोलि आइतबार बिहान कुनै नर्सरीमा जानुहोस् या हजुरहरूको जहाँ पाइन्छ त्यहाँ चाहिँ गएर आँकको एउटा बोट या सानो खालको बोट बिरुवा लिनु होला। अब नर्सरीमा छ भने किनेर लैजानुहोस्। यदि कतै हजुरको तराईतिर त जताततै आँक पाइन्छ, त्यो आँकलाई सानो आँकलाई उखाल्नुहोस्, ठुलो त सकिन्न। त्यसलाई उखालेर कुनै नजिकको शिवालय मन्दिर, शिव मन्दिरको पूर्व उत्तर कर्नरमा जुन मन्दिरको जग्गा छ, जुन जमिन छ, त्यसको पूर्व उत्तर कर्नरमा त्यो रोप दिनु होला। एकादशीको जुन महत्त्व छ, एकादशी आफैमा पितृ उद्धारक दिन पनि भयो र त्यो सँगसँगै तपाईँको आइतबार सूर्यको दिन। अब आइतबार एकादशी पर्दाखेरि दुइटै, एकातिर सूर्य बलियो हुन्छ। यदि हजुरहरू कात्तिकको जन्म हुनुहुन्छ या हजुरको कुण्डलीमा सूर्य निचो छ भने यसले सूर्य पनि बलियो बनाउँछ र हजुरलाई पितृ ऋणबाट पनि सधैँभरि मुक्ति मिल्नेछ र शिवजीको प्रत्यक्ष आशीर्वादमा बस्नुहुन्छ र हजुरलाई शत्रु जति पनि शत्रु छन् सबै जान्छन् र त्यो सँगसँगै हजुरको शरीरमा भएको रोगव्याध पनि बिस्तारै निको भएर जान्छ। तर एउटा नियम के छ यसमा भने हजुरहरूले सकेसम्म मिलेसम्म, अब अहिले त बर्खायाम छ, प्रत्येक आइतबार यसमा चाहिँ जल हाल्नु होला। सकिन्छ भने, सकेन भने जहिलेसम्म सकिन्छ त्यहिलेसम्म त आँकको बोटमा थोरै थोरै जल चाहिँ हालिदिनु होला है। यति गर्नुभयो भने तपाईँको सम्पूर्ण पितृदोष हर्छ। भोलि आइतबार बिहान दिउँसो बेलुका जतिखेर गर्नुहोस्, तर साँझ पख चाहिँ बोट बिरुवा उखाल्नु र रोप्नु हुँदैन। साँझ हुनुभन्दा अगाडि गरिसक्नु होला र हजुरले ध्यान रहोस् मन्दिरको पूर्व उत्तर कर्नरमा रोप दिनु होला। यति है त।